बँदेलको मासु खाने लोभले लियो आफ्नै श्रीमतीको ज्यान। श्रीमानले जङ्गली बँदेलका लागि थापेको विद्युतीय धरापमा आफ्नै श्रीमती परेर गयो ज्यान। दर्शकवीर नमस्कार, आज हामी नयाँ अपडेटका साथ उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर जोडिनुहोला। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनुहोला। गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका 5 मन्टारीमा जङ्गली बँदेलका लागि बाली नाली जोगाउन थापिएको विद्युतीय धरापले एक महिलाको ज्यान लिएको छ। प्रहरीका अनुसार 66 वर्षीय भेषराज भण्डारीले आफ्नै बारीमा जङ्गली बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए। बुधबार बिहान करिब 1:30 बजे उनकी 60 वर्षीय श्रीमती हुम्कला भण्डारी धरापमा बँदेल पर्यो कि भनेर हेर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल तमघास पुर्याए पनि चिकित्सकले बिहान करिब 3:15 बजे उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानका अनुसार हुम्कलालाई धराप थापिएको जानकारी भए पनि अँध्यारोमा हेर्न जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। यो घटना सबैका लागि गम्भीर चेतावनी हो। जङ्गली जनावरबाट बाली जोगाउने नाममा विद्युतीय धराप प्रयोग गर्नु अत्यन्त जोखिमपूर्ण र कानुनी विपरीत हुन सक्छ। यस्ता उपायले निर्दोष मानिसको समेत ज्यान जान सक्ने भएकाले सुरक्षित र वैकल्पिक उपाय अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।